हेलो साथीहरू, आज चाहिँ हामीहरू के खानु लागेछौँ हेर्नु होला। आज चाहिँ हामी थुक्पा खानु लागेको छौँ। भाइले अस्ति ल्याएको थियो शान्तिपुरबाट। यो थुक्पा चाहिँ शान्तिपुरमा मात्रै पाउँछ, हाम्रो यहाँ चाहिँ पाउँदैन। ऊ भाइले ल्याएको थियो, उसले नै बनायो। म चाहिँ सब्जी मात्रै बनाएँ। सब्जी पनि म त आज कालो कराईमा बनाएछु। अर्को कराई पनि छ, मैले चाहिँ हतारमा यो कराईमा बनाएछु। केही छैन, खाने त हो। अनि यहाँ चाहिँ भाइले रेडी गर्दैछ थुक्पा। शान्तिपुरको एकदमै फेमस हो यो थुक्पा, सबैले थाहा छ होला। मलाई थाहै थिएन, शान्तिपुर आएरै म त थुक्पा खानु सिकेको। यति नै मिठो लाग्यो म फर्स्टचोटि खाँदाखेरि। अनि मैले भाइले ल्याउनु लागेको थिएँ, अस्ति नै ल्याएको। आज हामी सबै मिलेर खाँदैछौँ। ऊ भाइको उसको दाजुको मोमोको होटेल छ, ऊ चाहिँ यहीँ बस्छ। उसले खानापिना बनाइदिन्छ दाजुहरूले। एक दिन म तपाईँहरूलाई उनीहरूको होटेल पनि देखाउने छु। अनि हाम्रो चाहिँ यहाँ सबै रेडी भयो, भाइले रेडी गर्दैछ। मैले पनि अलिअलि हेल्प गरेँ। अनि हाम्रो चाहिँ यहाँ सबै भाइहरू आयो दोकानदेखि। अनि हामी चाहिँ यहाँ दुईजना रेडी गर्दैछु। एकदमै खानु मन लागिरहेछ। अनि यहाँ भाइहरू पनि आयो, बहिनीहरू पनि आयो। दुईजना बहिनी आयो, दोकानदेखि थाकेर आइरहेछ। उनीहरू चाहिँ अलिकति रेस्ट गरिरहेछ। अनि यहाँ चाहिँ मम्मी पनि बस्नुभयो। अनि यहाँ चाहिँ बाउ छोरा सधैँको जस्तो मस्ती गर्दैछ। भेट्नु हुँदैन, बाउ छोरा यसरी नै मस्ती गर्छ। एकदमै राम्रो लाग्छ उसले चाहिँ बाउले। अनि यहाँ चाहिँ टिभी हेर्दैछ, टिभी हेर्नेले टिभी हेर्दैछ। यहाँ अनि छोरी र बहिनी यहाँ झगडा लागेर छैन, यति जिस्काउँछ। एकदमै बदमास छ छोरी। अनि जान्दैछु म यहाँ थुक्पा लिनुलाई। सबै बसिरहेछ थुक्पा खानुलाई। म चाहिँ थुक्पा लिनु चाहिँ आएँ। अनि भाइले फटाफट रेडी गर्दैछ, म पनि अलिअलि हेल्प गरिदिँदैछु भाइको। अनि यसरी चाहिँ एकदमै टेस्टी भयो जस्तो छ, कहिले खाम भइसकेछ। अब चाहिँ हामी यहाँ चाहिँ मैले भाइ भाइहरूले सबैले थुक्पा दिएँ। अनि उनीहरूले थुक्पा दियो अरे यहाँ चाहिँ म पनि खानु लाएँ। एकदमै मिठो भएछ भनेको भाइले, एकदमै टेस्टी बनाएछ, सेम होटेलको जस्तो बनाइरहेछ भनेको मैले। अनि थ्याङ्क यू भन्दैछ। अनि गुड नाइट छ सबैजनालाई, बाई बाई।